आलाङ्ने सेवा सम्पूर्ण बान्तवा भाषा माया गर्नुहुने दाजुभाइ तथा दिदीबहिनी सबैमा म फेरि पनि यो च्यानलमा स्वागत गर्न चाहन्छु। यहाँहरूको बीचमा फेरि पनि अर्को भिडियो लिएर म उपस्थित भएको छु। आज हामी राई बान्तवा भाषामा आबाट आउने शब्दार्थलाई हेर्नेछौँ। आबाट आउने शब्दार्थको भाग 2 यहाँहरूको बीचमा लिएर फेरि पनि म उपस्थित भएको छु। अनि तपाईहरुले लाइक गर्नुहोला, शेयर गर्नुहोला, कमेन्ट गर्नुहोला र सब्स्क्राइब गर्न नभुल्नुहोला। सक्दो सबै बान्तवाभाषी दाजुभाइ तथा दिदीबहिनीहरुको शेयर गरेर पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु। आनकममा हाम्रो अधीनता, आनकममा हाम्रो अधीनता, आनकममा दा हाम्रो अधीनतामा, आनकममा दा हाम्रो अधीनतामा। आनकान हामी, आनकान हामी, आनकानका हामी, आनकानका हामी, आनकान पनि हामी नै हौं। आनकाउ हाम्रो, आनकाउ हाम्रो, आनकाउ हाम्रो, आनकाउ हाम्रो। कोही ठाउँमा आनकाउ भन्छ, कोही ठाउँमा आनकाउ भन्छ। आनकाची हामी दुई, यो चाहिँ दो वचन हो। आनकाची भने हामी दुई। आन्चुओ यो पनि दो वचन हो। आन्चुओ हामी दुईको। आन्चुओ भनेपछि दुईजनाको, हामी दुईको। आन्छा हाम्रो सन्तान, हाम्रो बच्चा, हाम्रो छोरा, हाम्रो छोरी पनि हुन सक्छ। आन्छाची भनेको हाम्रा सन्तानहरू, हाम्रा छोरछोरीहरू, हाम्रा छोराहरू, छोरीहरू भन्ने हुन्छ। आन्ताकावा भनेको चाहिँ आफू खुसी, आन्ताकावा भनेको चाहिँ आफू खुसी गर्नलाई आन्ताकावा भनिन्छ। अनि आनकेन, आनकेन हो खासमा, आनियन भएछ। आनकेन आन्थेन हो खासमा। आन्थेन चाहिँ हाम्रो पित, आन्थेन भनेको पित हो। आन्थेन खा भनेको हाम्रो उचाल्ने चिज हो। आन्थेन खा हाम्रो उचाल्ने। आन्ताङ हाम्रो शिर, आन्ताङ हाम्रो शिर। आन्ताङ चाहिँ हाम्रा शिरहरू अथवा हाम्रो शिरहरू भन्ने बुझिन्छ। आन्ताङकोङ भनेको हाम्रो सिरानी, आन्ताङकोङ हाम्रो सिरानी हो। आन्मा भनेको हाम्री आमा, आन्मा हाम्री आमा। आन्पा हाम्रा पिता, आन्पा हाम्रा पिता, आन्पा हाम्रा पिता। आन्सा हाम्रो मासु, हाम्रा मासु, आन्सा हाम्रो मासु। आन्छेटकुमा भनेको हाम्री चेली, आन्छेटकुमा हाम्री चेली, आन्छेटकुमा हाम्री चेली। आनमिनमा हाम्रो मन, आनमिनमा हाम्रो मन। आनमिचिनङ हाम्रो योजना, आनमिचिनङ हाम्रा योजना। आनसिनमा हाम्रो बुझाइ, आनसिनमा हाम्रो बुझाइ। जस्तै शुद्ध वेग पनि भन्न सकिन्छ। यस च्यानललाई तपाईहरुले लाइक गर्नुहोला, शेयर गर्नुहोला, सबै कहाँ पुर्याइदिनु होला। अनि तपाईहरुले कमेन्ट गर्नुहोला। अनि कतिवटा कुराहरू तपाईहरुलाई लाग्छ भने कमेन्टमा राखिदिनु होला। अनि सब्स्क्राइब गर्न कहिले नभुल्नुहोस्। सबैलाई सब्स्क्राइब गर्न लाउनुहोस्। आलाङ्ने सेवा सबैजनालाई यस्तै